हजुर आदरणीय मित्रहरू, यहाँनेर चाहिँ आज म यहाँहरूलाई सुरुमा मिलन राईले वाचन गर्नुभएको सहयोगीहरूको नामावली र त्यसलाई मैले प्रष्टाएर फेरि त्यहाँनेर अलिक अस्पष्ट भएको कुराहरू उहाँहरूलाई स्पष्ट नभएको कुराहरूलाई चाहिँ मैले प्रष्ट गर्ने कोसिस गरेको छु। सुरुदेखि अन्तिमसम्म हेरेर प्रतिक्रिया जनाइदिनु होला। हेलो हाई एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। पक्कै पनि यहाँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै रहेको यहाँहरूलाई जानकारी गराउँदै आज पनि म यहाँहरूमा एउटा नयाँ भिडियो लिएर म उपस्थित भइसकेको छु। पक्कै पनि यहाँहरूले हेरेर मेरो भिडियोलाई साथ दिनुहुनेछ भन्ने मैले पूर्ण विश्वास पनि लिएको छु। हजुर आदरणीय मित्रहरू, मेरो भिडियोहरू के कस्तो लागिरहेको छ साथमा यहाँहरूले कमेन्ट गर्न पनि नभुलिदिनु होला र यहाँहरूलाई राम्रो लागेको खण्डमा लाइक सेयर गर्न पनि नभुलिदिनु होला। र यहाँहरू नयाँ हुनुहुन्छ, मेरो युट्युब च्यानललाई जोडिनु भएको छैन भने पक्कै पनि सब्सक्राइब गरेर अल नोटिफिकेसनलाई थिचेर जोडिनु हुनका लागि पनि म हार्दिक अनुरोध गर्दै आज भने म यहाँहरूलाई मेरो भिडियोतिरै म लान चाहन्छु। सुरुदेखि अन्तिमसम्म नकाटिकन हेरिदिनु होला। नमस्ते सेवा स्यामुराई युट्युब च्यानल हर पल यहाँहरूकै साथमा लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गरेर माया गरिदिनु होला। यहाँहरूलाई मनोरञ्जन दिन हरदम प्रयासरत रहनेछु। धन्यवाद। हजुर आदरणीय मित्रहरू, यहाँहरूलाई म फेरि पुनः नमस्कार गर्न चाहेँ, किनभने आज म यहाँहरूमा जुन अस्ति टेम्केमयुङ गाउँपालिका वडा नम्बर 1 खम्बुखा फोङ्ला निवासी प्रेम कुमार राईको जुन घरमा चाहिँ घटना घटेको थियो। हाम्रो चाहिँ स्यामु राईले यो पठाएको लिस्टको नामावली यस्तो पर्छ होला मामा यहाँ तपाईँहरूलाई। आगलागी पीडित प्रेम कुमार राईलाई सहयोग गर्ने सहयोगहरूको नामावली भनेको छ होइन। नाम यहाँ जम्मी 18 जना, 19, 20, 21 जनाको नाम लिस्ट पठाउनु भएको छ। 21 यो होइन रहेछ। खेमराज खत्री भोनपा, हाल चाहिँ मलेसिया, रु 5002 रुपियाँ। मणिकला राई पाङखाङ कुवेत, पाङखाङ हाल कुवेतमा 3877। अनि मनराज राई खम्बुखा अनि हाल दक्षिण कोरिया रहेछ, उसले 5000। नरहङ राई पाङखाङ हाल कुवेतमा यो 2003 रुपियाँ। अनि टिकाराम राई पाङखाङ हाल मलेसिया 4091 रुपियाँ। विशाल राई पाङखाङ हाल मलेसिया रु 3001 रुपियाँ। शिवकुमारी राई पाङखाङ हाल साइप्रसमा रु 5044 रुपियाँ। जयराम राई पाङखाङ हाल माल्टामा रु 5050 रुपियाँ। कमल तामाङ खम्बुखा हाल मलेसिया 3043 रुपियाँ। बुझेको छोरा चिन्नुहुनेछ। मनिता तामाङ खम्बुखाकै यहाँकै रहेछ होइन, हाल कुवेतमा 8493 भनेपछि उहाँको निकै रहेछ। मनिता तामाङ अहिले कुवेतमा हुनुहुँदैछ तामाङ। मन्दिरा राई पाङखाङ हाल अस्ट्रेलिया रु 10,000। साना राई पाङखाङ हाल हिले मन्दिर भनेको माथि गोप मानेको हो कि जस्तो लाग्यो मलाई पनि, मैले थाहा छैन। अस्ट्रेलियामा हुनुहुँदो रहेछ। साना राई हिले बसाइ थियो, उसको 1500। ज्ञानबहादुर तामाङ खम्बुखा हाल मलेसिया रु 3505 रुपियाँ। अनि जितबहादुर तामाङ खम्बुखा हाल मलेसिया रु 2005 रुपियाँ। मन्जु राई तिम्मा हाल ललितपुर रु 2000। देवी कला राई तिम्मा हाल ललितपुर रु 2000। आशिष राई सावा हाल भोजपुर रु 2500 2500। स्यामु राई पाङखाङ हाल मलेसिया रु 3000 गरी 71,114 रुपियाँ। मेरो खातामा जम्मा भएको रकम नामावली भनेको चाहिँ यो स्यामु राईको खातामै छ होइन। हेमु राई पाङखाङ मलेसिया यो चाहिँ 150 रिङ्गेट भनेपछि यसको कति हुन्छ नेपाली होइन। प्रकाश राई तिम्मा रु 50 रिङ्गेट छ। अनि दिनेश नेपाली ओखलढुङ्गा 30 रिङ्गेट। यति चाहिँ तपाईँको लागि आएको छ। यो
चाहिँ नेपाली कन्भर्ट गर्दा 6,980 रुपियाँ यो आउनु बाँकी छ मामा तपाईँलाई चाहिँ यो चाहिँ हाम्रो स्यामुराईको खातामा उतै छ उसले अब पठाइदिन बाँकी छ ए के आइसक्यो कि यो चाहिँ मेरो खातामा ए त बाँकी गरिरहेछ अनि यो चाहिँ 6,980 रुपियाँ भएको छ गरी कति भयो भने 71 एकछिन है त्यहाँ म जोड्छु ए यहीँ रहेछ क्या 78,094 रुपियाँ हुन्छ ए त माइजू पनि आइपुग्नु भएको छ देखाइदिउँ न लु माइजू उहाँको लागि हामी माइजू होइन ठिकै छ हाम्रो स्यामुराईले यो पठाउनु भएको कि हामीलाई अनि यो नामावली सहयोगको नामावली तपाईँहरूलाई पनि बताउने अनि हाम्रो उहाँहरूलाई पनि उता भिडियो पठाइदिनु पर्ने र आएको कि माइजू यो ल यति आएको छ तपाईँहरूलाई 78,094 रुपियाँ अब उहाँलाई पठाइदिएको कति छ अब पठाइदिन बाँकी पनि रहेछ अलिअलि मलाई हालिसकेको छु भन्ने त खातामा होला तपाईँको खातामा पेमेन्ट गरेको खातामा है 78,000 भनेपछि लगभग छाना चाहिँ पुग्यो होला मामा है पुग्यो छाना किन्न चाहिँ पुग्छ यतिले खानाको लागि नै भन्ने छाना भनेर यो हामीले यसो लागि जम्मा कतिको पल्लोमा ए लु छ भने त्यो लिस्ट देखाउनुहोस् न लिस्ट देखाउनु भने झन् राम्रो सजिलो हुन्छ सजिलो अब यो तल्लोपट्टि पनि तपाईँहरूले बरन्डा गाँच्ने योजना गर्दै हुन्छ खै मामा ल्याउनुहोस् न हेरेर यो 85,000 ए 85,305 रुपियाँ लागेको रहेछ जम्मा यो दुईटाको गरी दुईटाको गरी यहाँकोलाई मात्रै यहाँकोलाई मात्रै यो यताको चाहिँ यताकोलाई त अलिक कमै लाग्ने रहेछ पुगेछ भनौँ न चाहिँ बजेट 85 भनेपछि त उहाँको पठाकोले जहिले पुगेन होइन यो पल्लोलाई चाहिँ पुगेन विशेष गरी काटी कब्जा सब गर्दाखेरि रातो टिन हालिएको रहेछ कि माथिबाट खिचेको यो हेभी टिन नै हाल्नु भएको होइन रमाइलो भनौँ न रातो 15 फिटे 30 पात आएको रहेछ 12 फिटे ए 12 फिटे 51,500 निलो 6 फिटे 22 पात निलो कहाँ लाउनु भएको छ निलो बरन्डाको लागि ए होइन यतासम्म रहेछ पल्लो त पुगो पल्लो त मजाले पुगो यतासम्म जोड्नु भएको छ यहाँ यता 44,000 त फाल्टै भयो यो 44,000 लाग्यो ए त्यो सबैलाई रहेछ यार होइन सबैको गरी तपाईँको 85,000 माग यहाँको मात्रै होइन निलो अनि किन निलो भनेको बरन्डाको लागि बरन्डाको लागि ल्याउनु भएको रहेछ पर रहेछ नि त भुइँमा आर्मीवाला पो भन्दो रहेछ त ए बरन्डा सहित पो रहेछ त बरन्डा सहित रहेछ ए बरन्डा सहित न त माथि टप छानाको लागि मात्रै श्यामुले के बाँकी रहेछ नि त लाउनु श्यामुले चाहिँ हामीले उठाएको रकमले चाहिँ लगभग पुग्ने बुढोको माथि धुरीको लागि चाहिँ पुग्छ होला भन्ने कुरा चाहिँ बरन्डा सहित तपाईँले त्यसले गर्दा चाहिँ रातो मगरा 45 फिट 6,075 रातो 10 फिटे 5 पात आएको रहेछ 7,400 च्यादर काँटी 7 केजी 1,050 रुपियाँ वासर 16 प्याकेट 4,480 4 इन्च काँटी 3 केजी 450 3 इन्च काँटी 4 केजी 600 गरी जम्मा 85,305 भनेपछि अब टोटल्ली नपुगे पनि लगभग छेउछाउ पुग्यो होइन अब यसलाई पुगेकै मान्न सकिन्छ लु मामा यो हाम्रो स्यामुराईले अब यति सहयोग गर्नु भएको छ तपाईँलाई हजुर स्यामुराईको नेतृत्वमा हजुर उहाँको नेतृत्वमा अब त्यो एकचोटि पुगिराख्नुहोस् तपाईँहरूले अब फेरि भोलि उहाँलाई के भन्नुहुन्छ यसो मामा थोरै बोलिदिनु न हाम्रो स्यामुलाई तपाईँलाई सहयोग गर्नु भएकोमा यसो अब ठिकै छ त अब लगभग पुग्यो नै भनौँ न पुग्यो नै भन पुगेकै मानौँ त्यतिलाई अब हजुर आदरणीय मित्रहरू श्री धनबखत राईको नाति हर्कबहादुर राईको छोरा श्री प्रेम कुमार राईज्यूको जो व्यक्ति भोजपुर जिल्ला टेम्केमोङ गाउँपालिका वडा नम्बर 1 खमुखा फोङला निवासी श्री प्रेम कुमार राईज्यूको चाहिँ एकदमै दुःखद घटना हुन पुगेको थियो उहाँको घरमा 2081 साल पौषको 9 गते रातिको त्यही 9:30 बजीतिर उहाँको अचानक घरमा चाहिँ आगलागी हुँदाखेरि उहाँको ठुलो मात्रामा धनमाल जलेर नष्ट भएको थियो र उहाँको घर पूर्ण रूपमा नष्ट भएको थियो। त्यही दुःखद घडीलाई हामीले मलमपट्टि गर्नका खातिर
केही गर्न सकिन्छ कि भनेर एउटा सानो अभियान हामीले चलाएका थियौँ, जो हामी मलेसियामा बस्ने र अन्य देशहरूमा हामी बाहिर बस्ने साथीहरूबिच हामी सल्लाह गरेर हामीले एउटा सानो ग्रुप बनाएर हामी अभियानको रूपमा हामीले सहयोग सङ्कलन गरेर उहाँहरूलाई मलमपट्टि गर्नका लागि हामीले थोरै भए पनि कोसिस गरेका थियौँ। त्यो कोसिसलाई चाहिँ आज उहाँहरूमाझ हामीले प्रष्ट रूपमा र हामी सबैलाई नै प्रष्ट पार्नका लागि म आइरहेको छु, किनभने यो कार्य भनेको अस्ति नै सम्पन्न भइसकेको छ। उहाँ भौतिक रूपमा हामीले जति पनि सङ्कलन गरेको नगदहरू सहयोगहरू हामीले उहाँहरूलाई प्रदान गरिसकेका छौँ र उहाँहरूले सरसामान किनेर पनि उहाँले खरिद गरेर आफ्नो घरहरू छाइसकेको पनि म यहाँहरूलाई जानकारी म गराउन चाहन्छु। र उहाँहरूले जुन छाना छाइसक्नुभयो, खरिदहरू उहाँहरूलाई नै गर्नु लगाएको हो मैले, र सबै किन्ने ल्याउने छाउने उहाँहरूले नै गर्नुभयो मेरो आग्रह अनुसार। र जति पनि हामीले सङ्कलन गरेको नगदहरू चाहिँ उहाँकै खातामा हामीले जम्मा गर्ने गऱ्यौँ र केही मात्रामा मेरो खातामा पनि रकम आएको थियो। म यहाँहरूलाई प्रस्ताउन चाहन्छु, मेरो खातामा आएको मतलब म यहाँ मलेसियामा छु र मलेसियामा मेरो जुन आरएचबी ब्याङ्कको एकाउन्टमा आएको मेरो साथीहरूले सहयोग गर्नुभएको जुन रकम चाहिँ 3 जनाले मेरो नाममा हालिदिनु भएको थियो, जो हुनुहुन्छ हेमुराई पाङखाङ निवासी, उहाँ अहिले पेनाङ हुनुहुन्छ मलेसियाको। उहाँले 150 रिङ्गेट आरएम यहाँनिर मलाई मेरो खातामा हालिदिनु भएको थियो। त्यस्तै प्रकाश राई भागे हो, उहाँको टिममा भागे, उहाँको पुर्ख्यौली थलो र हाल चाहिँ उहाँको परिवार भोजपुर नगरपालिका जियोस युनाइटेड स्कुलभन्दा मुनि उहाँहरूको सामसाबुङ चोकमा उहाँको परिवारहरू बस्नुहुन्छ र उहाँ हाल मलेसिया कोलालम्पुर हुनुहुन्छ। र दिनेश नेपाली भन्ने एकजना हाम्रो साथी पेनाङ हुनुहुन्छ, उहाँले पनि सहयोग गर्नुभएको छ आरएम 30। हजुर, मैले यहाँनिर प्रकाश राईले कति सहयोग गरेँ भन्ने पनि मैले यहाँलाई जानकारी गराइने छु। आरएम 50 उहाँले 50 रिङ्गेट उहाँले गर्नुभएको थियो प्रकाश राईले, र जो दिनेश नेपालीज्यूले चाहिँ आरएम 30 रिङ्गेट गर्नुभएको थियो। एकदमै उहाँहरूलाई धन्यवाद भन्न म चाहन्छु। र उहाँहरूको खाताबाट चाहिँ मैले यहाँबाट फेरि नेपाल अस्ति नै पठाएर पनि उहाँ पाइसक्नु भएको छ। यहाँ मिलन खपन र हाम्रो रोमनहरूलाई मैले उहाँ पठाएको थिएँ, जुन टोलीहरूलाई मैले पनि त प्रस्ताउन अलिक सकिनँ रहेछु, त्यसको लागि म क्षमा चाहन्छु उहाँहरूलाई। र प्रेम कुमार राईले बोल्नु पनि भएको छ, उहाँले पाइसक्नु भएको छ। जुन त्यो रकम चाहिँ 12,000 कति आयो भन्ने कुरा गर्दै हुनुहुन्थ्यो, हो त्यसमा नै उहाँहरूलाई एकमुष्ट हालिदिएको मैले मेरो फेसबुकबाट पनि मैले अपलोड गरेर यहाँहरूलाई जानकारी अस्ति नै मैले गराइसकेको छु, र मैले जुन हाम्रो ग्रुपमा पनि मैले त्यसलाई सम्पादन गरिसकेको छु। उहाँहरूले जानकारी पाइसक्नु भएको छ, हाम्रो अभियन्ता हामी साथीहरूले। र प्रष्ट रूपमा मैले भन्नुपर्दाखेरि जति पनि उठेको रकम मेरो नाममा आएको 3 जनाबाट हो। 3 जनाले मेरो खातामा हालिदिनु भएको उहाँहरूको खातामा गइसकेको छ, जो मेरो श्रीमतीको खाताबाट मैले यहाँ श्रीमतीलाई पठाएँ र श्रीमतीले चाहिँ उहाँ प्रेम कुमार राईको खातामा चाहिँ भोजपुर माछापुच्छ्रे ब्याङ्कबाटै सङ्कलन गरिदिइसकेको यहाँहरूलाई म जानकारी गराउँछु। र त्यसमा चाहिँ जम्मा हामीले उहाँहरूलाई पठाएको रकम बापत उहाँहरूले जस्ता किन्नुभयो, काँटी किन्नुभएछ, विभिन्न मगराहरू, अब त्यहाँ चाहिने चिजहरू उहाँहरूले किन्नुभयो। त्यो रकमलाई चाहिँ पूर्ण रूपमा हामीले अभियानले पूर्ति गर्न सकेनौँ, त्यसको लागि म माफी माग्न चाहन्छु। तर पनि त्यति लगभग 85,000 चान्चुन 100-200 माथिको उहाँहरूले सामान खरिद गर्नुभएछ। तर हामीले यहाँनिर रकम सङ्कलन गर्न सकेको भनेको 78,000
94 रुपियाँ हामी सफल भयौँ र बाँकी रहेको चाहिँ उहाँ स्वयं प्रेम कुमार राईले नै हालेर जस्ता खरिद गर्नुभएको छ। मलाई लाग्छ हामीले त्यति गर्दा पनि उहाँहरूलाई सानो मलमपट्टि भयो होला, उहाँहरूलाई राहत भयो होला भन्ने विश्वास मैले लिएको छु र हामी समग्र हामी सहयोगीदाताहरूले लिएका छौँ। मैले उहाँहरूलाई एउटा वचन कस्तो दिएको थिएँ भने छाना चाहिँ पुर्याइदिन सकिन्छ कि त्यो एउटा घरको लागि त्यतिसम्म चाहिँ हामीले यहाँ जमर्को गर्दैछौँ काकाजी भनेर मैले जो प्रेम कुमार राईलाई भनेको थिएँ। सो मुताबिक हामीले पूर्ण रूपमा त्यो गर्न सकेनौँ, त्यसको लागि म माफी माग्न चाहन्छु। तर जस्ता मात्रै किन्दाखेरि लगभग झन्डै पुगेको मैले आकलन गरेँ। काँटी, मगरा, काँटी अनि यो वासरहरू, यो अरू अन्य चिजहरू किन्दाखेरि अझ बढी हुन गयो। त्यसले गर्दाखेरि हाम्रो टार्गेट पनि अलिकति तलमाथि हुन गयो। त्यसको लागि सरी, माफ गर्नुहोला। र यहाँनिर जो जति साथीहरूले धेरै सहयोग गर्नुभएको छ, मनबाट तनबाट, कतिपयले भएर गर्नुभयो होला, कतिपयले नभएर पनि मन ठुलो भएर गर्नुभयो होला। उहाँहरूको लागि म धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु, धेरै धेरै मुरी धन्यवाद भन्न चाहन्छु। यसरी नै तपाईँहरूको पाइला फेरि पनि सहयोग गर्दै सहयोगी मनहरूले अगाडि बढोस् र धेरै दुःख पीडामा परेको मान्छेहरूको लागि यहाँहरूको सरसहयोगले उहाँहरूको मलमपट्टि गर्नमा ठुलो योगदान पुगोस् भन्न म चाहन्छु। र म यहाँहरूलाई सरसर्ती रूपमा म यहाँ जो रकम पठाउनु भएको छ उहाँहरूको म पनि यहाँनिर वाचन गरेर तपाईँहरूलाई प्रस्ताउन चाहन्छु। जो हाम्रो मिलन राईले उहाँ पनि वाचन गरेर प्रस्ताउनु भएको छ, त्यसमा मैले पनि यताबाट गरेर समग्रमा सर्टकटमा म यहाँहरूलाई जानकारी गराउन चाहेँ। जसमा हाम्रो रकम यस प्रकार आएको छ। नाम, ठेगाना र हाल म यहाँहरूलाई सरस्वती रूपमा भन्न चाहन्छु। खेमराज खत्री, उहाँको पुर्ख्यौली थलो भनेको भोजपुर टेम्केमैङ गापा 1 टिममा हो पुरानो, र हाल उहाँ भोजपुर निवासी हुनुहुन्छ, भोजपुर नगरपालिका बस्नुहुन्छ र उहाँ हाल मलेसिया हुनुहुन्छ। उहाँ NRN मलेसियाको केन्द्रीय सदस्य पनि हुनुहुन्छ र उहाँले गर्नुभएको छ रु 5002 रुपियाँ। त्यस्तै मणिकला राई पाङखाङ निवासी हुनुहुन्छ, उहाँ हाल कुवेतमा हुनुहुन्छ। उहाँले 3877 रुपियाँ गर्नुभएको छ। त्यस्तै गरी मनराज राई हुनुहुन्छ, उहाँ खमुखा निवासी हुनुहुन्छ र हाल उहाँ कोरिया हुनुहुन्छ। उहाँले 5000 सहयोग गर्नुभएको छ। त्यस्तै गरी नरहाङ राई पाङखाङ निवासी हुनुहुन्छ र उहाँ हाल कुवेत र उहाँले 2003 रुपियाँ सहयोग गर्नुभएको छ। त्यस्तै गरी टिकाराम राई, उहाँ पनि पाङखाङ निवासी हुनुहुन्छ र हाल मलेसिया, उहाँले 4091 रुपियाँ सहयोग गर्नुभएको छ। त्यस्तै गरी विशाल राई, उहाँ पनि पाङखाङ निवासी हुनुहुन्छ र उहाँ हाल मलेसिया हुनुहुन्छ र उहाँले पनि 3001 रुपियाँ सहयोग गर्नुभएको छ। त्यस्तै गरी शिवकुमारी राई, उहाँ पनि पाङखाङ निवासी हुनुहुन्छ र उहाँ हाल साइप्रस हुनुहुन्छ र उहाँले रु 5044 रुपियाँ सहयोग गर्नुभएको छ। त्यस्तै गरी जयराम राई, उहाँ पनि पाङखाङ निवासी हुनुहुन्छ र हाल उहाँ माल्टा हुनुहुन्छ र उहाँले पनि रु 5050 सहयोग गर्नुभएको छ। त्यस्तै गरी कमल तामाङ खमुखा निवासी हुनुहुन्छ र उहाँ हाल मलेसिया हुनुहुन्छ। उहाँले रु 3043 रुपियाँ सहयोग गर्नुभएको छ, रु 3043 रुपियाँ। त्यस्तै गरी मनिता तामाङ हुनुहुन्छ, उहाँ पनि खमुखा निवासी हुनुहुन्छ र हाल उहाँ कुवेत हुनुहुन्छ र उहाँले 8493 रुपियाँ रु 8493 रुपियाँ सहयोग गर्नुभएको छ। त्यस्तै गरी मन्दिरा राई हुनुहुन्छ, उहाँ पाङखाङ निवासी र हाल उहाँ अस्ट्रेलिया हुनुहुन्छ र उहाँले रु 10,000 सहयोग गर्नुभएको छ। र साहना राई पाङखाङ निवासी, हाल हिले धनकुटा हुनुहुन्छ र उहाँले 1500 सहयोग गर्नुभएको छ, रु 1500। त्यस्तै गरी जितबहादुर तामाङ हुनुहुन्छ, उहाँ खमुखा निवासी हुनुहुन्छ र हाल मलेसिया हुनुहुन्छ। उहाँले पनि रु 2005 सहयोग गर्नुभएको छ। र त्यस्तै गरी मन्जु राई
हुनुहुन्छ। उहाँ टिममा निवासी, हाल उहाँ ललितपुर निवासी हुनुहुन्छ र उहाँले रु 2000 सहयोग गर्नुभएको छ। त्यस्तै गरी देवी कला राई, उहाँ पनि टिममा गैरीटोल निवासी हुनुहुन्छ र हाल उहाँ ललितपुर नै हुनुहुन्छ। उहाँले पनि रु 2000 सहयोग गर्नुभएको छ। त्यस्तै गरी आशिष राई सावा निवासी हुनुहुन्छ र उहाँ हाल भोजपुर नगरपालिका भङ्गेरी पालुवा छेउ बस्नुहुन्छ र उहाँले रु 2500 2500 सहयोग गर्नुभएको छ। श्यामु राईले 3000 सहयोग गरेको छु र गरेर जम्मा 71,114 रुपियाँ, रु 71,114 रुपियाँ भएको छ। र अघि मैले यहाँहरूलाई प्रस्ताउँदै फर्स्टमा प्रस्ताएको थिएँ सुरुमै, जो हेमु राई, प्रकाश राई र दिनेश नेपाली, उहाँहरूको गरी 6,980 भएको थियो। 3 जनाको उहाँ सटाइ गरेर नेपाल पठाउँदाखेरि गरी जम्मा जोड्दाखेरि 78,094 रुपियाँ भएको छ। यति रकम चाहिँ प्रेम कुमार राईको खातामा जम्मा भएर उहाँले सामानहरू पनि खरिद गरिसक्नु भएको छ र सुरुमा जो पठाएको रकमले सरसामान उहाँहरूले किन्नुभयो र किनेर लगे पनि सक्नुभयो र दोस्रो लटमा यो 12,000 मैले पठाइदिएको थिएँ। त्यो पैसा उहाँहरूले निकाल्नुभयो या निकाल्नु भएको छैन त्यो मैले सोधेको छुइनँ। त्यो पनि सायद उहाँहरूले निकालिसक्नुभयो होला र गरेर जम्मा यति रकम चाहिँ उहाँहरूलाई हामीले सहयोग प्रदान गरेका छौँ। र यस सहयोगमा जोडिएर धेरैजनाले साथ सहयोग गर्नुभयो। धेरैजनाले यो अभियानलाई सफल पार्नका लागि अहोरात्र खट्नुभयो। उहाँहरूको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र धेरैजनाले सरसल्लाह दिनुभयो र उहाँहरूले धेरै सहयोग पनि गर्ने कोसिस गरिरहनु भएको थियो कतिपय व्यक्तिहरूले, तर उहाँहरू कारणवश सहयोग गर्न सक्नु भएन। उहाँहरूको लागि पनि म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तपाईँहरूको आफ्नो बाध्यता, आफ्नो व्यवस्थाले गर्दाखेरि तपाईँहरू छुट्नुभयो, तर पनि केही छैन। फेरि अरू आउने दिनहरूमा हामी जोडिने नै छौँ। यस्ता कार्यहरूमा हामी संलग्न हुनेछौँ र कसैलाई परेको दुःख पीडामा हामी मलमपट्टि गर्न सफल हुनेछौँ भन्ने पनि म आशा गर्दै, यहाँहरूले जो सहयोग गरेर यहाँनिर पठाउनु भएको थियो उता प्रेम कुमार राईलाई, र कारणवश कोही छुट अथवा तथ्याङ्क तल्लामाथि भएछ भने मलाई जानकारी गराउनु होला। म यहाँहरूलाई म सच्याएर म प्रष्ट यहाँहरूलाई म जानकारी गराउने नै छु म यहाँहरूलाई। र कसैको छुट्न गयो भने म क्षमा प्राप्ति चाहन्छु। तर अहिलेसम्म मेरो बलबुताले भ्याएर मलाई थाहा भएको कुराहरूलाई चाहिँ मैले यहाँहरूलाई प्रष्ट गराउने कोसिस गरेको छु र प्रस्ताएको छु। यसमा मिस्टेक छैन होला भन्ने मैले विश्वास पनि लिएको छु। हजुर, अब मैले यहाँनिर भनेको तथ्याङ्कहरू मिलन राईले पनि वाचन गर्नुभएको छ। उहाँहरूलाई मैले पठाएको थिएँ र उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। मिलन राई, खपन सिंह राई र रोमन राईलाई उहाँहरूले दुःख गरेर घरसम्म गएर जो दुःख कष्टका साथ यो हिसाब किताबहरू मुख्यतया हस्तान्तरण गर्नका लागि ठुलो सहयोग गर्नुभयो। त्यसका लागि उहाँहरूलाई धेरै धेरै म धन्यवाद भन्न चाहन्छु। र जो पीडित हुनुहुन्छ घरको उहाँहरूलाई पनि तपाईँहरूलाई परेको दुःख पीडामा सहानुभूति स्वरूप यति हामीले गर्न सक्यौँ, त्यो भन्न सकिएन, माफ गर्नुहोला भन्न चाहन्छु। र यहाँहरूको अब आउने दिनहरूमा यस्तो नहोस्, यस्तो भवितव्य तपाईँ लगायत तपाईँको परिवार अनि हाम्रो परिवार सबै हाम्रो गाउँघर छरछिमेकदेखि लिएको कसैलाई पनि यस्तो कार्य नपरोस् भन्न पनि म चाहन्छु। कुराहरू छुटेछ र केही कुराहरू भन्नुपर्ने भयो भने म यहाँहरूलाई फेरि अर्को
भिडियो नै बनाएर म जानकारी गराउन चाहन्छु र डिटेल रूपमा यहाँहरूले पूर्णतः बुझ्न चाहनुहुन्छ कि कति रकम कसरी पैसा कलेक्सन भयो, कसरी के भयो, कि कतै भयो कि भन्ने हुन्छ भने जति पनि आएको रकमको मैले मेरो फेसबुकबाट सार्वजनिक गराएको छु। मेरो प्रोफाइलमा गएर सबै यहाँहरूले सर्च गरेर पनि हेर्न सक्नुहुनेछ। यहाँहरूले हेरिदिनु होला र मेरो भिडियो आजको लागि म यही बिट मार्न चाहन्छु। फेरि अर्को आउने भिडियोमा म यहाँहरूलाई भेट्ने बाचा गर्दै आजलाई भने मलाई बिदा दिनुहोस्। हस्त नमस्ते सेवा।